बिजनेस चाहिँ अमेरिकामा एकदमै सोचे भन्दा एकदमै फरक हुँदो रहेछ। अमेरिकामा चाहिँ साउनीले चाहिँ एकदमै अरूले भन्दा इम्प्लोइले भन्दा धेरै काम गर्नुपर्ने, धेरै आवर काम गर्नुपर्ने। व्यापार गर्नको लागि न ठुलो स्टोर चाहिन्छ, न ठुलो लगानी चाहिन्छ त केवल व्यापार गर्ने एउटा अठोट र जहाँ गए पनि व्यापारिक इसेन्स भयो भनेदेखि मानिसले जहाँबाट पनि व्यापार गर्न सक्छ। एकजना नेपाली चेली हुनुहुन्छ वन्दना भण्डारी, अमेरिकाको नर्थ केरोलाइनामा उहाँको घरमा स्टोर छ। अनलाइनमा सामान बेच्नुहुन्छ, टिकटकमा, फेसबुकमा, इन्स्टाग्राममा भिडियोहरू बनाउनुहुन्छ। यस्ता थुप्रै किसिमका लुगाहरू उहाँहरूले नेपाली फ्यासनका स्पेसली ढाकाका लुगाहरूलाई अमेरिकामा परिचित बनाउनको लागि पर्नु भएको छ। बबरमहलदेखि अमेरिकासम्मको वन्दना भण्डारीजीको यात्रा आजको यो भिडियोमा म तपाईँको लागि लिएर आएको छु, प्रस्तुत गर्दैछु। इट्स गोइङ टु बी एन इन्ट्रेस्टिङ जर्नी। अलिकति धेरै व्यस्त हुने भएको कारणले चाहिँ हामीले बिस्तारै मेरो सानो बाबु भइसकेपछि चाहिँ हामीले चाहिँ तातो ठाउँ अनि अलिकति हजुरको खुल्ला ठाउँ खोज्दै खोज्दै धेरै वर्ष बिताएको एकदमै धेरै मेमोरीहरू बोकेर बोस्टनबाट चाहिँ हामी नर्थ क्यारोलाइना आएका छौँ। र मेरो यो बिजनेस चाहिँ हजुरको बोस्टनबाट नै सुरु भएको हो। मलाई चाहिँ त्यहाँ मेरो एकदमै लोकल्ली मलाई एकदमै सपोर्ट गर्नुहुन्थ्यो नेपाली मेरो दाजुभाइ, दिदीबहिनी, साथीभाइहरूले चाहिँ मेरो कस्तो हुन्छ भने अनलाइन भन्दा पनि एकदमै मेरो लोकली चाहिँ एकदमै सपोर्ट थियो। उहाँहरूलाई पनि म यहीँबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नेपाली ढाकाको ह्यान्डलुम ढाकाको यो चाहिँ नि कोट हजुर अमेरिकामा पाइन्छ। हजुर अपूर्व कलेक्सनमा पाइन्छ। अपूर्व इसेन्स हजुर अपूर्व इसेन्समा पाइन्छ। हजुरकोमा पाइन्छ। हजुर यो चाहिँ साइज अनुसार अब सबैको अब डिफ्रेन्ट साइजेस हैन अनि डिफ्रेन्ट डिजाइन। यसको यो ढाकाको पनि प्याटर्नहरू छुट्टा छुट्टै हुन्छ हजुरको। अनि मसँग चाहिँ धेरै प्याटर्न र साइजहरुमा अभाइलेबल छ। हजुरले पनि ढाकाकै लुगा लगाउनु? हजुर हो, मैले पनि प्रोडक्ट हो। हजुर हो। यसलाई चाहिँ अहिले म निकाल्छु। हजुर अनि एकदम राम्रो लाग्यो। हजुर थ्यांक यू। अब यो लुगाहरू चाहिँ नि जस्तो अब नेपालबाट ल्याएर अमेरिकामा बेच्ने भनेको सुन्दा एउटा अचम्म लाग्छ, मतलब रमाइलो पनि लाग्छ। तर वास्तवमा बेच्ने चाहिँ कसरी त? बेच्नु चाहिँ कसरी बेच्नुहुन्छ त यहाँले? अहिले चाहिँ यो चाहिँ मेरो अनलाइन स्टोर हो। अनि यो चाहिँ मेरो रजिस्टर हजुरको अनलाइन स्टोर हो। मैले चाहिँ यो स्टार्ट गरेको चाहिँ हजुरको 3 वर्ष भयो। यो चाहिँ सबै हजुरको अनलाइनै बेच्नुहुन्छ? हजुर बेच्छु। अनलाइनमा चाहिँ कसरी बेच्नुहुन्छ? टिकटक? मेरो चाहिँ हजुरको टिकटक अपूर्व इसेन्स भनेर टिकटक पेज छ हजुरको। अनि त्यसपछि इन्स्टा पनि अपूर्व इसेन्स छ हजुरको इन्स्टा पेज। अनि त्यसपछि हजुरको फेसबुक पेज पनि अपूर्व इसेन्स भनेर रहेको छ। मैले भिडियो हेरेको छु हजुरको केही भिडियोहरू जहाँ चाहिँ लुगाहरू देखाउनुहुन्छ, नयाँ कलेक्सन आउने बित्तिकै ल है यस्तो आयो भनेर भन्नुहुन्छ हैन। मलाई अत्यन्त मनपर्छ। जस्तो एउटा फ्रन्ट स्टोर नै नभइकन पनि, किनभने फ्रन्ट स्टोर भयो भने दिनदिनै जानु पर्यो, खोल्नु पर्यो, दुनियाँ गर्नु पर्यो, त्यसका अनेक खर्चहरू आउँछन् हैन। अनि ठुलो रूपमा नगरिकन यो स्केलमै गर्दाखेरि पनि त हुने रहेछ नि। हजुर है 3 वर्ष भयो, यहाँलाई सन्तुष्टि छ त? जस मैले चाहिँ कस्तो भने मलाई फ्यासनमा अलिकति इन्ट्रेस्ट भएको भएर चाहिँ अनि मेरो सानो बाबु छन्। अनि बाबु सँगसँगै मैले यो काम गर्न सक्छु कि भनेर अनि मलाई चाहिँ कस्तो छ भने अर्को भने हजुरको नेपाली ढाकामा चाहिँ मलाई एकदमै मेरो आफ्नो दिल धेरै जान्छ। अनि फेरि यहाँ विदेशमा भएको भएर पहिला नेपालमा हुँदा पनि एकदमै मनपर्ने। अनि म चाहिँ कस्तो छ भने पर्सनल्ली पनि म रेडिमेड कपडाहरू किन्नुभन्दा यस्तो मान्छेले हैन हजुरलाई कस्तो भने केही टेवा पुग्छ भन्ने हिसाबले चाहिँ म चाहिँ यस्तो घरेलु उद्योगका सामानहरू चाहिँ बढी किन्ने गर्थेँ पहिला पनि। इन्डिया गए पनि, बङ्गलादेश गए पनि हजुरको, अनि नेपालमा पनि। यो मेरो अपूर्व इसेन्स चाहिँ पहिला हजुरको बोस्टनको केप कड मा चाहिँ थियो र अहिले नर्थ क्यारोलाइनामा चाहिँ हजुरको 5-6 महिना भयो। र मसँग चाहिँ हजुरको खास गरेर नेपाली वेशभूषाहरू
जति पनि नेपाली हजुरको हाम्रो डिफ्रेन्ट कल्चर डिफ्रेन्ट संस्कृति लाई चाहिँ हजुरको मध्यनजर गर्दै अपूर्वा एसेन्समा चाहिँ हजुरको सबै खाले वेशभूषाहरू पाइन्छन् यहाँ। अनि मेरो चाहिँ हजुरको सानो स्टोर भए पनि मेरो लगानी चाहिँ धेरै ठुलो भइसकेको छ र मसँग प्रडक्टहरू पनि एकदमै धेरै नै अभाइलेबल छन्। हजुर यसलाई चाहिँ डोला सिल्क मटेरियल भन्छन्। यो चाहिँ हजुरको एकदमै प्रिमियम डोला सिल्क हो र यसलाई चाहिँ हजुरको यो ड्रेस यो चाहिँ वान पिस ड्रेसमा बनाइएको छ यसलाई। अनि यो चाहिँ एकदमै ठुलो फ्लेयरमा छ, 6 मिटर कपडा प्रयोग गरिएको छ यसमा चाहिँ। यो बुटिक पिस हो अनि मेरा धेरै कपडाहरू पनि हजुरको बुटिक नेपालको बुटिकहरूबाट रेडी भएर आउने गर्दछन्। र त्यस्तै गरेर यो अहिले एकदमै ट्रेन्डमा रहेको यो हजुरको आई कप यो स्टाइल भने यसमा हजुरको यो सल पनि पाइन्छ र त्यस्तै गरेर यसमा यो पोटली ब्याग पनि पाइन्छ र यसमा पनि धेरै कलरहरू 12-13वटा कलरहरू मसँग उपलब्ध छन्। यही उपलब्ध छन्? हजुर यही नै उपलब्ध छन्। हजुर अनि ढाकामा पनि हजुरको हामीसँग धेरै कुराहरू अभाइलेबल छन्। हजुरको ढाका पछ्यौरा त्यही त भने म त ढाका भनेको चाहिँ जस्तो एउटा टाइपको लुगालाई मात्रै अब ढाकाको देखिएको नि त धेरै, तर हजुरकोमा त यहाँ त यति धेरै भराइटीहरू छ। जस्तो यो ढाकाको यो ढाका हामीसँग अझ धेरै छन्। मैले चाहिँ यहाँ अहिले हजुरको यति मात्रै डिस्प्ले गरिरहेकी छु। यही ढाकाको यही ढाकाको यही ढाकाको ल हेर्नुस् यो कति राम्रो छ। हजुर के चीज हो भन्ने यसलाई ढाका चोली भन्छन्। यो चाहिँ ढाका चोलो यो चाहिँ हजुरको यहाँ एउटा मेरो हजुर म हजुरलाई गुराँसको प्याटर्न भएको देखाउँछु। यसमा चाहिँ कस्तो छ भने यो पुरै ह्यान्डवर्क गरिएको, हातले बुनेको यो हजुर यो सबै हातले बुनेको। अनि यो ढाका चाहिँ तानमा बुनिएको हजुरको होइन। अनि त्यसमा चाहिँ हाम्रो देश नेपालको राष्ट्रिय फ्लावर लाली गुराँस लाली कस्तो यादै नगरेको ल हेर्नुस्। हजुर लाली गुराँस भएको ढाकाको यो लुगा के भन्छ अरे यो ह्यान्डवर्क एम्ब्रोइडेड भन्छ न, एम्ब्रोइडरी गरिएको यस्तो राम्रो कपडा यहाँ पाइँदो रहेछ है। अरू के छ अलिकति अझै रमाइलो? त्यो लुगा पनि नेपाली लुगा हो त्यो? यो हजुर यो चाहिँ हजुर यो प्योर ह्यान्डलुम ढाका साडी। यो चाहिँ हजुरको चाहिँ ढाका साडीमा ढाकाहरूमा चाहिँ कस्तो हुन्छ भने जति हजुरले यो धागो धेरै प्रयोग गरिएको छ, जति बुट्टाहरू धेरै छन्, जति वाइड बुट्टाहरू छन्, त्यही अनुसारको प्राइस रेन्ज पनि हुने गर्दछ र क्वालिटी पनि हजुरको डिफ्रेन्ट हुने गर्दछ। यसको अलावा चाहिँ अब ढाका भन्दा बाहेक अरू के छ त हजुरसँग? ढाकादेखि बाहेक चाहिँ मसँग हजुरको अर्को रेगुलर साडीहरू छन् हजुरको। अनि अर्को चाहिँ यस्तो यो पनि ह्यान्डवर्क गरिएका साडीहरू मसँग धेरै कलरहरू छन् यसमा पनि साइज र कलर अनुसार हजुरको। अनि अहिले चाहिँ कस्तो छ भने जमाना हजुरको अलिकति फ्यासनेबल, अलिकति डिफ्रेन्ट, अलिकति यो ट्रेन्डी कस्तो छ भने हजुरको यसलाई चाहिँ बलिउड स्टाइल भनिन्छ, इन्डो वेस्टर्न ड्रेस भनौँ न। यसलाई चाहिँ हामीलाई पनि रिप्रेजेन्ट गरेका छौँ र अहिलेको ट्रेन्ड र फ्यासनलाई पनि यसले चाहिँ कभर गर्दछ हजुरको। यसलाई चाहिँ इन्डो वेस्टर्न ड्रेस हजुरको, तर यो साडी नै हो हाम्रो। साडी नै हो हजुर, साडी ब्लाउज हजुर। भेरी ब्युटिफुल, कस्तो मजाको। यो डिजाइनहरू पनि हामीसँग धेरै कलरमा चाहिँ उपलब्ध छन् यिनीहरू पनि हजुर। भनेपछि अब जस्तो अब मलाई चाहिँ नि ट्रेडिसनल ड्रेस चाहियो भने पनि यहाँ पाइने भयो हजुर हैन? मेरो हजुरलाई म अर्को कुरा पनि के भन्न चाहन्छु भने मेरो फोकस चाहिँ कस्तो रहेको छ भने नेपाली वेशभूषामा। जस्तै अनि मसँग चाहिँ अहिले हाम्रो यो हुँदै गरेको नेपाल डेमा मसँग अहिलेलाई चाहिँ थोरै मात्रै स्टकहरू थिए, 2-4 पिस अनि ती चाहिँ अहिले सोल्ड आउट भए हजुर नेपाली। अनि मैले चाहिँ नेपाली वेशभूषालाई चाहिँ मेन फोकस गरिरहेको छु र सँगसँगै हजुरको अरू ट्रेन्डी ड्रेसहरू, अरू ट्रेन्डका फ्यासनहरूलाई पनि मैले भित्राइरहेको छु। नेपालमा हुँदा चाहिँ म नेपाली कल्चर रिसर्च गर्ने सेन्टरमा काम गर्थेँ र अर्को चाहिँ नेपाली कल्चरलाई हजुरको एकदमै हजुरको सारा संसार पुर्याउने हजुरको हाम्रो थियो एउटा मधुरिमा
नेपाली कल्चर सेन्टर भनेर त्यो ठाउँमा चाहिँ मैले धेरै वर्ष चाहिँ एकदमै हजुरको त्यो ठाउँमा चाहिँ मैले बिना आफू चाहिँ म चाहिँ नेपाली संस्कृति नेपाली वेशभूषा नेपाली कल्चरलाई चाहिँ टेवा दिने हिसाबले चाहिँ किनभने म संस्कृति अब नेपाली कल्चरको स्टुडेन्ट पनि थिएँ र अनि मैले यो नेपाली कल्चर रिसर्च गर्नलाई धेरै ठाउँहरू पनि नेपालको घुमेकी छु डुलेकी छु होइन अनि यही रिसर्चकै क्रममा पनि हजुरको म धेरै ठाउँहरू गएकी छु त्यसैले अनि मेरो मनभित्र जहिले पनि मैले यो गर्नुको कारण पनि मेरो दिलभित्र चाहिँ जहिले पनि नेपाल र नेपाली यो कला संस्कृतिलाई कसरी थोरै भए पनि कसरी टेवा पुर्याउन सकिन्छ होला भन्ने हिसाबले चाहिँ मैले चाहिँ यो नेपाली प्रडक्टको यो अनलाइन बिजनेस खोलेकी हुँ र मैले चाहिँ हजुरको नेपालमा हुँदा चाहिँ यो म रेडियो नेपालकै कर्मचारी चाहिँ थिइनँ तर म हजुरको यो शैक्षिक कार्यक्रम अनि यो फिल्मी सङको कार्यक्रममा पनि म रेडियो नेपालमा काम गर्थेँ जस्तै हिट एफएममा पनि मैले चाहिँ हिट्स एफएममा पनि थोरै काम गरेकी थिएँ र हजुरको नेपाल टेलिभिजनबाट प्रसारण हुने द कलेक्सन कार्यक्रममा पनि मैले थोरै समय काम गरेकी थिएँ कमाई भन्ने कुरा एकैचोटि धेरै हुने नहुने भन्दा पनि मैले चाहिँ मेरो आफ्नो जुन उद्देश्य छ मेरो नेपाली प्रडक्टहरूलाई नेपाली ढाका प्रडक्ट र अरू पनि कुराहरू म हेरिरहेकी छु होइन र यो जति पनि अहिले संसारभरि छरेर रहनुभएका नेपाली जन हुनुहुन्छ उहाँहरूले चाहिँ मलाई एउटा म्यासेजसम्म गरिदिँदा पनि एकदमै अर्कै खाले ऊर्जाहरू मिलिरहेको हुन्छ उहाँहरूले देखिरहनु सोध्नुहुन्छ क्वेसन सोध्नुहुन्छ तपाईँसँग के छ कसो छ तपाईँहरूको होइन नकिने पनि अस्ट्रेलिया हजुरको अनि क्यानाडा अब युएसबाट त भइ नै हाल्यो होइन अनि सपोर्ट गर्नुभएको छ मलाई चाहिँ कस्तो छ भने क्यानाडाबाट पनि धेरै सामानहरू मगाउनुहुन्छ क्यानाडाबाट पनि अनि कस्तो हुँदो रहेछ भने फेरि क्यानाडामा चाहिँ अलिक सिपिङ चार्ज बेसी लाग्दो रहेछ हजुरको तर पनि मैले यताउता अब नाफा धेरै नभए पनि उहाँहरूको मायालाई चाहिँ मैले नकार्न नसकेर चाहिँ म क्यानाडामा पनि सामानहरू पठाइरहेकी छु हजुरहरूले टिकटक इन्स्टा फेसबुक पेजमा रहेको भिडियोमा चाहिँ त्यहाँ हरेक भिडियोमा मेरो अपूर्वा एसेन्सको नम्बर रहेको छ हजुरहरूले त्यो नम्बरमा मलाई टेक्स्ट गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुनेछ र सामानहरू कति दिनमा पुग्छन् भन्ने कुरामा चाहिँ हजुरको यो चाहिँ स्टेट अनुसार डिपेन्ड गर्दछ र ठाउँ अनुसार हजुरको डिस्टेन्स वाइज र प्राय जसो चाहिँ हजुरको सामान चाहिँ 4 दिनभित्र र छिट्टो पुग्ने 2 दिनभित्र र 3 दिन 4 दिनभित्र चाहिँ हजुरको सामानहरू पुग्ने गर्दछन् अनि त्यसमा पनि फेरि कसैलाई चाहिँ एकदमै अर्जेन्ट चाहियो भनेर भन्नुहुन्छ हैन त्यसको लागि पनि हामीले चाहिँ उहाँहरूलाई अब आज मलाई कन्ट्याक्ट गर्नुभयो भोलि नै उहाँहरूलाई चाहिएको छ भने इभिनिङसम्म पनि हामीले पुर्याउन सक्छौं अब चाहिँ नि यसलाई स्टोरमा लैजाने त्यस्तो खालको प्लान छ कि छैन त मेरो चाहिँ कस्तो छ भने अब हजुरको अलिकति मेरो बाबु ठुलो भएपछि चाहिँ मैले चाहिँ स्टोर नै खोलेर अनि ढाकाको चाहिँ मेरो आफ्नो नै लगानीमा नेपालमा पनि आफ्नै प्रडक्ट आफैले कामदारहरू राखेर मलाई नेपालमा पनि हजुरको कस्तो छ भने धेरै मान्छेहरूलाई काम दिन मन छ अब यो चाहिँ मेरो इच्छा हो हजुरको कति सक्सेस हुन्छु हुँदिन थाहा छैन तर मेरो फ्युचरमा चाहिँ त्यस्तो प्लान छ तपाईको एकदम सफल हुन्छ हजुर तपाईले जसरी गरिरहनु भएको छ अहिले यो हिसाबले हेर्दाखेरि एकदमै 100% सफल हुनुहुन्छ